हेलो गाइस, गुड मर्निङ सबैलाई। रामरोसन हाम्रो सेकेन्ड डे आज शनिबार विशेष गरी मर्निङ चिया खाइयो। यही रामरोसन हिजो बेलुका यही गेस्ट हाउसमा चाहिँ हामी बसेका र अब एकछिनपछि चाहिँ हामी यहाँबाट चाहिँ त्रिवेणीदेखि लिएर माथि रोशन बाटो र रामरोसन तालमा जानेछौँ। हस् त, धन्यवाद। सम्पूर्णलाई हामी चाहिँ अब दुम्ला तालमा पुगेका छौँ हामी अहिले। र यहाँबाट चाहिँ उतापट्टि सानो ताल रहेको छ रामरोसनको, अनि अब एकछिनमा चाहिँ हामी उता रामरोसनको एकदमै ठुलो तालमा जानेछौँ। त्यहाँपट्टि चाहिँ फाट रहेको छ रामरोसनको, अनि यता स्टार्टिङ पोइन्ट उयो चाहिँ मन्दिर बन्न लागेको रहेछ यतापट्टि। अब यहाँबाट चाहिँ अब हामी यता पुरै तालमा हेर्नु शीतल परिरहेको छ, पुरै हिउँ जस्तै शीतल परिरहेको छ। यतापट्टि फोटो सुट भइरहेको रहेछ। यतापट्टि चाहिँ यता रामरोसन फर्स्ट ताल चाहिँ बदुल्ला ताल, यता फोटो सुटसँगै हामीसँग यता कुकुर पनि आइसकेको छ तलबाट। स्पिकर बोकेर हाम्रो यता गुरुजी आउँदै हुनुहुन्छ। यता चाहिँ अगाडिपट्टि हुँदैछ, राम्रो सुट भइरहेको छ। यता कुकुर पनि उडाइरहेको छ, एकदमै रमाइलो भएको छ साथीहरू। ट्राभल चाहिँ रमाइलो छ, एकदमै राम्रो छ। यता हाम्रो सरहरूको चाहिँ यता फोटो सुट हुँदै रहेछ एकदमै।
क्यामेरा लगाई ट्रकको अब हामी चाहिँ यो जुन पार्क क्षेत्र सकेर चाहिँ यो रामारसुनको रोशन मैदानमा प्रवेश गर्दैछौँ। रोशन मैदान जाने बाटो गाइस। अब चाहिँ हामी रोशन पाटनको मैदानमा पुगिसक्यौँ। मेरो भिडियो बना होइन यस्तो रामारोसन पाटन हामी पुग्यौं गाइस फाइनल्ली। तम्री खाने झुट्टो भाइको यार। फाइनल्ली पुग्यो रामारोसन ताल। हजुर हजुर ल आउनुस् यताबाट आउनुस्। चकलेट दिया भुली जान्थे नाच अहिले पोठुली भाइ धनशाली तेरे दिदेका छ। अहिले पोठुली भाइ धनशाली तेरे दिदेका छ। आँखा राखी मै खायाको हिरा जले नाच। आँखा राखी मै खायाको हिरा जले नाच। अब त भुली भाइ धनशाली तेरे दिदेका छ।
यस्तो छ गाइज अवस्था एकदमै गर्मी छ किनिमेनी पाटनबाट चाहिँ हामी यता सीता गेस्ट हाउसमा जाँदैछु माथि एकदमै उकालो छ बाटो एकदम गाह्रो भइरहेको छ अहिले हामीलाई हिँड्दाखेरि बिहान 7 बजेदेखि चाहिँ निस्केको हामी माथि रामारोसन ताल हुँदै रोशन पाटन हुँदै किनिमेनी पाटन झरेको हामी अहिले चाहिँ अब यहाँबाट लगभग 1.5 किलोमिटर जति चाहिँ छ हामी हिजो बसेको होटल जानसम्म टाइम अहिले चाहिँ हामी पिच बाटोमा छौँ एकदमै दुःख लागिरहेको अवस्था छ कुरु भन्छन् यसलाई स्याउला लगाएका छन् स्याउला भन्छन् यसलाई स्याउला